देख्नुहोस् अरू हामी त गाडीबाट नि झरिसके अहिले हिँड्दै हो बाटोबाट चाहिँ हाम्रो कमलाजीको मन्दिर चाहिँ मान्छे छ के चल्न भित्र बसेर खाएको हेलो नमस्ते च्याजलो सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु भन्दै हामी चाहिँ गाउँ जान लागेको आज चाहिँ अब एकछिनपछि भेट्छु ल हतार भएर ट्याक्सीमा यहाँ गाडीभित्रै भ्लग स्टार्ट गरेछु है म साथीहरू अब गाउँको गाडीमा बसिरहेको हामी दाइ बाबु र म मेरो बाबु यहाँ कोक खाँदै बसिरहेछ है हामी चाहिँ यो सिटमा 4 बजे हिँड्छु भनेको गाडी खोइ त नि अहिलेसम्म पानी परेर कस्तो भयो भन न खोइ भनेको भन न हेलो नमस्ते भन न अलि चर्को भन न हेलो नमस्ते भन न अलि चर्को नमस्ते टाइममा हिँड्दैन भन्ने मात्रै हो अनि टाइममा हिँड्दैको गाडीहरू पनि पानी पर्यो साथीहरू हामी त विजयपुरबाट पनि लाग्यो हिँडियो पानी परेर छ गाडीमा मेरो बाबु पनि सुत्यो ल्याएर टोपी खोलेर देखाए यस्तै सुतेको हेर्नु न मेरो बाबु कत्रो पानी पऱ्यो हेर्नु न डेन्जर पऱ्यो कि पानी चाहिँ तल देख्नुहोस् त पानी परेर अलि राम्रोसँग आएन कि अँध्यारो छ साथीहरू हामी त गाडीबाट नि झरिसके अहिले हिँड्दै हो बाटो हाम्रो घरतिर पुगेन गाडी पानी परेर अनि गाडी चिप्लिन्छ भनेर त्यतातिर गाडी गएन अनि यता गाउँभन्दा माथितिर झरेर हिँड्दै हो यति धेरै सामान हो बाउ र छोरा हिँड्दै हो अगाडि यहाँ चाहिँ यस्तरी यत्रो छ ब्याग 2-3टा झोला हो ल हिँड 2-3टा ब्याग छ त्यति धेरै ब्याग छ त्यो भएर अब यति धेरै हिँड्नुपर्छ हिलामा नजान ड्याडी सँगसँगै हिँड न गाह्रो छ पानी परेर चिप्लियो भनेर त्यो त जानै नखोजेर काँटामा बेगनासको डाँडा यहाँ चाहिँ कोटको डाँडा यहाँ चाहिँ मन्दिर छ कोट त्यहाँ चाहिँ त गाडी अघि नै आएर बसी फर्केर गएछ हामी यो गाडीमा नआएकन यो अर्को गाडीमा आएको के अरे स्याङकुतीबाट आउने गाडी छोडेर हामी चाहिँ विजयपुरबाट आएको के अरे बसिरहेको भर्खरै आइपुग्यो यहाँ डाँडामा साह्रै गरुङ्गो भएर अनि झोलाहरू बिसाएर एकछिन बस्नु पऱ्यो भनेर बसेको म फेरि पानी पर्न लाग्यो कालै भयो
ऊ त्यो के गाउँ रे पातले गाउँ यहाँ जान्छ जानु न कुखुरा समात्यो 1 2 3 चल्यो अब चाहिँ हामी मन्दिरको सिँढीमा चढ्न लाग्यौँ ल भित्र बसेर खाएको ऊ त्यो थल्लो त्यो ढाको मामा बस्छ आइज बाहिर मुढा ल्याम ए मुढा ल्याएर हेर भने कि बन्यो हो चारकुले त मुढा यहाँ त्यो झाडाको पानी होला यो त बाबु बुझ घरमा आऊ बो 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 खुट्टा कालो सर्भिस होला थोरै ल्याइदिन्छ छ भने बाई बाई मागा देऊ सबैलाई हो गुड